पड्केन होला त संसार 21वटा हो दिदी अब त्यहाँ होइन 4वटा झिकेर अनिखेरि यो 100 को बाँधे थियो रे यसरी छिरालो बनाएको कसले बनाएको छिरालो यो यहाँ त 4वटा मात्रै हो 22 23 ए त्यो साइडमा 23 अब दुईटा देख्नु त्यो 5वटा भयो यो 5वटा हो अब जम्मा 5वटा भयो 24 भयो के यसले अब दिदीले एउटा झिकिसक्यो माको मेरो पनि दिदीको नि मुख आउने गर्दैन खिच्दैन एउटा हजुरआमाको मुख आउने गरे 20वटा भयो रानी हजुर 20वटा भयो जम्मा त्यो बेर्दै नै हुन्छ राम्रो हुन्छ कलकत्ता थियो म त अलिकति त सुनाइ सानो बाल्टिङला भए त पुग्नु खोज्थ्यो सानो राख्नु हुँदैन ढल्छ हुरी आयो भने ढाल्छ नि त म त्यत्रो चाहिन्थ्यो बाल्टिङ चाहिँ त्यो चाहिँ कच्ची गच्चीको भए होइन यो अहिले भन्दा नि अहिलेपछि काम लाग्ने बाल्टिङ थियो हजुर पहिला भन्दा नि अहिलेपछि चाहिँ काम लाग्ने बाल्टिङ यो दुईटा रामहरू दाइको तीनटा पसन्द भएको तर यहाँ राख्नु चाहिँ त्यत्रो अन्त सुकिसक्यो ले हिरो हाल्यो त्यसैले हेरेर लिप्सेन अनि अलिक कमजोर भएको छ त्यसलाई एकचोटि झिकेरै फेरि हिरो हालेर गर्नु अर्को उ त्यो राम्रो इटा हाले नि हिलो हालेर हाल्नु यो अहिले पनि हालौँ न गरे खिच्न हो खर्चिया बलियो भने त्यो बाल्टी अनि यता यहाँ सिधा भएन इटामा चाहिँ के पात हाल्ने हो सिधा भने इटामा चाहिँ पात हाल्ने हो उभो पनि आउनु पर्ने होला यो उभो के अरे बासुपट्टि हेर्दा कति भएन र अलिक काम गर्नु होइन यहीँ भने मैले अहिले माटो छोडिस् के उभो काट्नु पर्ने खोइ पुर्पा खोइ लग्यो है अब सवान्डी भित्र यहाँ आएको नि यो उयो नि एउटा पुग्नु यहाँ अलिकति मात्र काट्यो खै काँक्रो त्यो मुला एउटा उही पठाइदिएछ मुला भने हो मुला उही पठाइरहेछ उही काट्नु भन्नु काट्ने मान्छे नभएर यहाँ कस्तो भएछ हजुर फोटो मसुरी चाहिँ हालौँ ठुलो फेरि गएर दिदी भएर यसमा खनाउनु चाहिँ हुन्छ पकाउने नै डेक्चीहरू खनाउने डेक्ची खनाउनु पर्ने छैन खनाउने पनि समय दिनु पर्यो नि त मलाई लेङ्गा चलाइदिन्छ लेङ्गा चलाइदिन्छ लेङ्गालाई त ल्याउनु लाउने नि लेङ्गा लाएर
यहाँ बेला भएको छैन ठुलो वाला चोसो भएको भने क्या उजालले भिडियो बनाउनु लाग्यो त्यस्तो भएको के यो त्यो उठे बाहिर तिमीले गर्न आउँछ है केले के छ नि सक्नु पर्ला क्या यो त क्या हुन्छ ल ठिक छ त्यो संविधाको यहाँ खाँचो छैन काठमाडौँतिर भयो त्यसो गर्ने हो यहाँ त बाल्नुपर्छ के आउने आउने प्रजलमा ब्रह्मा यहाँका छ फुल अक्षता लिएर त्यहाँ छोइस्यो हो ब्रह्मा यहाँ आसन राखेका छ हो ब्रह्मा यहाँका छ यति इत्यादय मम यजमानस्य पूजां गणय पूजां गर्ने स्वागतम सुस्थिरो भव सुप्रसन्न बन्धु भव चलाइदिस्यो पैसा हाल्नु पर्यो ल यहाँ माथि नानीले पैसा हाल्नु पर्यो त्यहाँ चढाउ त्यहाँ चढाउ त्यहाँ हातले यसो गरेर ढोका त भेटेर ढोका लड्ली फेरि लड्ली बस मैले तिमीले पानी हाल्दिनी हात पनि यसो गरेर थाप थोरै हालिदेऊ गरिदिन्छ मामा पहिला त्यसो होइन टिका लगाइदिनु पर्यो पहिला आमा कति चाँडो पैसा दिन हतार भएको है यो मेच अलिकति पूर्वपट्टि फर्काउनु पर्यो रहेछ एउटा प्लास्टिकको झोलाले दिदी पूर्व हो यो खाली झोलाले नि खाली झोला यहाँ छ ब्याग ब्याग छ ए यहाँ रहेछ भयो यहाँ भए बलियो छ ल पहिलोचोटि देखाएर राममणी मामा होइन राममणी भनेर डराउँथी अब डराउनु नपाउने भयो धन्नान माया गर्छिन्छ ल पहिला हात्ती घोडा पहिला ल शनिमा मैले तपाईँको फोटो भिडियो खिच्ने है फोटो भिडियो खिचिया छु हेर्नु त डिजाइन केही हुँदैन आमा फेर्ने हो अहिले हिट चाहिँ दिदीलाई मेरो घोडाको पानी खाइदिएँ मैले त पर्दा यस्तो फर्केको फेरि आमाले त्यस्तो गरी सरफ सरफ खानु मैले हालेँ खाएँ मैले त्यसरी ल ए भाइ बाघ र उसले लहटेर त गाह्रो होला ल बस त्यसरी भयो अब कसको पारो आमाको पालो आमाको आमाको आमा आइसो न हो त्यसो गरी तपाईँ हजुरकोबाट खिचेर पठाइदिन्छु न आमा अलि त्यो अलि पर राख्नु पर्यो त्यो काठको छेउको लिनले पर्दैन दिनले पर्दैन दुईटा ल्याउ त दुईटा दाउरा अझेप्रो दिनले पर्दैन हुन्छ त्यही अलि छिटो गर्न आमा यहाँ मामा कुरेर बसिरहनु भयो ढिला भयो पैसा देखाइदिनु मोमो उता व्यस्त होइसिन्छ हजुर हजुरको पालो अब हजुरको हामी हिँड्ने मामाको पालो जग्गामा होइसिन्छ यता यता घुमिराखेको छ यता यता अहिले अन्तिममा धुने अरे हामी निक्लिन्छौँ हामी अब यसो पहिलो नम्बरमा ओभरटेक भयो नि यो त
सबैजना यसो रमाइलो भइरहेको हो छोरा पनि हो त्यही भएर यसो भइसक्यो पाइयो दिइसकेछ हामीले फलप्राप्तिका निमित्तका कायिक वाचिक मानसिक सांसारिक ज्ञात अज्ञात स्पर्श समस्त दोष निवारणार्थकम श्रुति स्मृति पुराणोक्त श्रवणोक्त कथनोक्त फलप्राप्तिका निमित्तकम एत जन्मने समस्त जन्मनाम रजो विशेषतः समस्त पितृणाम वैकुण्ठ लोकमालिन्यै नमः ओम यज्ञपत्न्यै नमो नमः हो त्यसैले सर वल्ला ल पहिले एक नम्बरको ट्याक्क उठाउनु पर्यो अब ल भयो त्यो ठ्याक्क कपुरमा सर्काइदिनु त भएमा क्षमा गर्नु ट्याक्क कपुर सर्केछ हो कपुर सर्केपछि बन्छ कि कपुर सर्केपछि ट्याक्कै बन्छ ओम ल है त ल अब अर्को तेस्रो कसले बोक्ने ल घर घुम्ने गाई कसरी कता ल तेस्रो यो कसले भने प्रभु दया जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक ओम जय जगदीश हरे मनको काल मनोहर बेलुका युट्युब आउँछ देव सर्वं मम देव देव रामनित्यं समर्पयामि स्थापिता पूजिता समस्त देवी देवताभ्यो नमो नमः जलले घुमाइदिनु गुरु गणाधिपति भगवानको उमा महेश्वर भगवानको लक्ष्मी नारायण भगवानको रमा सहित श्री सत्यनारायण भगवानको पंच महालक्ष्मीको यज्ञ वैश्वानर भगवानको आजको आनन्दको इष्ट देवताहरूको भगवानको रामचन्द्र भगवानको जय 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 श्री राधे महादेव ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय वासुदेवाय भजौ वासुदेवाय वासुदेवाय भजौ वासुदेवाय वासुदेवाय भजौ वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम
सिकाय नमो ज्ञान सिकाय पानी लिन पठानी ओम नमो भगवते वासुदेवाय जय हो नन्दनाय भजौ नन्दनन्दनाय ज्ञान सिकाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय कृष्णचन्द्र भगवान जय भवन भेट्टागौँ ल सबैजनाले मूर्तिलाई दर्शन गरौँ ल अब हवन गर्ने जति जग्गाहरु बस्छ आदिवासीवाय स्वाहा आदिवासीवाय स्वाहा आदिवासीवाय स्वाहा आदिवासीवाय स्वाहा कतिवटा चाहिँ समातो रौद्र नाम संवत्सरे श्री सूर्य उत्तरायण गते मासनमुत्तम मासे सौरमानेन चन्द्रमानेन वसन्त ऋतौ वैशाख मासे शुक्ल पक्ष शुक्लः ऋगुवासर संयुक्तायाम वसने दधामि समिदमग्नि व्रतपते त्वयि व्रताञ्च सदाञ्चोपै मिन्दित्वा दीक्षितोऽहं जत्रमच्छतञ्च सम्यन्तो तल्लोकं पुण्यं प्रजेकं जत्र देवाः सादिना जत्रिन्दशवायुष सम्यन्तो तरतः स तल्लोकं पुण्यं प्रजेकं जत्र शेति च विजति ॐ नमो भगवते वासुदेवाय स्वाहा ॐ ब्रह्म सावित्रीभ्यां स्वाहा ॐ उमामहेश्वराभ्यां स्वाहा समय हाल्छ ओम परब्रह्मणे नमः स्वाहा गते हरिका पञ्चामृतले दक्षिणा दिनु पर्यो ओम अहो भाग्यमगणनाथ नमो नमस्ते नमः सवित्रे जगदेक सक्षुजे जगत् प्रसूते स्थितिनाशये तवे त्रयीमयायां त्रिगुणात्मधारिणे विरिञ्चि नारायण शङ्करात्मने देवी प्रपन्नाति हरे प्रसीद प्रसीद मातर जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमीश्वरी देवी चराचरस्य यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतैः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपदै जय श्री राधे श्याम नमः पार्वतीपतये हर 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 महादेव शम्भो